नमस्ते सबैजनालाई। वेलकम टु निपेश प्रधान ब्लग्स। र मैले तपाईँहरूको अगाडि स्विफ्ट डिजायर भन्थ्यो, त्यो चाहिँ स्विफ्ट डिजायरलाई डिजायर न्यू टुर्स है टुर एसमा लिएर आएको छु। यो अगाडि प्रेजेन्ट गर्दैछु तपाईँहरूको छेउमा डिजायर टुर एस, जो चाहिँ फिलहाल लन्च भएको हो। र यसको फेसलिफ्ट हेर्नुहोस्, यस्तो देखिन्छ है, वरिपरि 360 डिग्रीबाट हेर्दाखेरि यस्तो देखिन्छ। र यहाँ छेउमा मलाई हाम्रो पिडिआईले अर्को गाडीको ब्लकको अर्को ब्लकको लागि दुईवटा चाबी दिँदैछ गाडीको, अलिकति डिस्टर्ब गरिदियो, सो सरी है त्यसको लागि। र यो चाहिँ 360 डिग्री अफ न्यू टुर एस डिजायर हो, जुन चाहिँ ट्याक्सी नम्बरको लागि हो। र हामी इन्टेरियरमा जाँदाखेरि तपाईँले इन्टेरियर हेर्नुहोस्, यसको एकदम दामी प्यानो फिनिसमा छ। इन्टेरियर पनि सबै न्युली चेन्ज छ इन्टेरियर डिजाइन। र इन्टेरियरको कुरा गर्दाखेरि इन्टेरियरमा तपाईँले टुर एसमा चाहिँ यो जुन चाहिँ खाली जग्गा देख्नु हुँदैछ, यसमा चाहिँ तपाईँले आफैले म्युजिक सिस्टम हाल्नुपर्छ है। टप मोडलमा चाहिँ आउँछ, यो टुर एस कमर्सियल गाडीमा चाहिँ आउँदैन, जसको चाहिँ यहाँ ट्यागल गर्दाखेरि 80 को स्पिड लिमिट पनि दिएको हुन्छ। र यो एसीको ट्यागल हो र 5 स्पिड म्यानुअल गियरबक्समा आउँछ प्लस रिभर्स है। यो चाहिँ म्यानुअल गियरबक्समा आउँछ तपाईँको। अनि यहाँनिर तपाईँको फुटरेस्ट गर्ने जग्गा पनि दिएको रहेछ यसपालि। र पहिलाको डिजायरमा चाहिँ टुर एसमा चाहिँ तपाईँको म्यानुअल्ली घुमाउने आउँथ्यो नि त होइन विन्डो। यो पालि चाहिँ तपाईँको पावर विन्डोज देख्छ, चारैपट्टिको पावर विन्डोज हो है। यसमा पावर विन्डोज जो चाहिँ सजिलो होस्, हेजल फ्री हुन्छ ड्राइभिङको लागि, पेसेन्जरको लागि पनि। अन्त यसको ग्लोब बक्स हेर्न सक्नुहुनेछ है, यत्र छ ग्लोब बक्स है, एमआइडी मिटर। यस्तो चाहिँ भिजिबिलिटी, अगाडिको भिजिबिलिटी यस्तो देखिन्छ। र स्टार्ट गर्दाखेरि अब तपाईँहरूलाई यो भित्र त केबिन नोइज टोटल्ली नै छैन गाडीमा, टोटल केबिन नोइज नै छैन, एकदम स्मुथ छ इन्जिन। यो इन्जिन चाहिँ तपाईँको 1.2 लिटर जेट सिरिज पेट्रोल इन्जिन हो, जुन चाहिँले चाहिँ 80.4 बिएचपी दिन्छ, 111.7 न्युटन मिटर अफ टर्कमा। अन्त यो 5 स्पिड गियरबक्समा आउँछ। र यसको भित्रको पछिपट्टिको हेर्दाखेरि तपाईँको जुन चाहिँ फुड हेडरुम, लेग रुम एकदम कम्फर्टेबल छ, गाडीमा हेर्नु सक्नुहुनेछ। 14 इन्चको तपाईँको रिम आउँछ। अनि यो चाहिँ पिछेको रियर सेक्सन, त्यसमा चाहिँ बुट, सिडेन गाडी हो त्यही कारण बुट बाहिर हुन्छ। यत्रो राम्रो एम्पल बुट स्पेस छ यहाँनिर, तपाईँले देख्न सक्नुहुन्छ। बुट स्पेसको मुनिपट्टि चाहिँ तपाईँको स्टेपनी लागेको हुन्छ। कम्पार्टमेन्ट हेर्ने छ, यस्तो देखिन्छ इन्जिन कम्पार्टमेन्ट। जेट सिरिज इन्जिन हो कि मैले 1.2 लिटर जेट सिरिज इन्जिन हो, BS6 कम्प्लाइन इन्जिन हो। यो चाहिँ एकदमै दामी छ, इन्जिन नोइज टोटल्ली रिड्युस छ योपालि, इन्जिन नोइज नै छैन भनौँ न गाडीमा, एकदम दामी छ गाडी। हेर्दा यो गाडी चाहिँ डेलिभरीको लागि रेडी हुँदैछ। अनि यो डिजायर एस टुरको चाहिँ प्राइस स्टार्टिङ एक सोरुम 6.75 लाखदेखि स्टार्ट छ। अदर जानकारीको लागि तपाईँले मसँग सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद, थ्याङ्क यू।